समग्र प्रकृतिसँगको सम्बन्ध हामी प्रकृति पूजक समाज हैन आदिवासी जनजाति मानव समाज हामी प्रकृतिलाई पुज्ने समुदाय हो अहिले स्टार्ट भएको छैन देख्न सक्नुहुन्छ भूमि पर्व 2082 सालको अहिले यहाँ नाचेको छैन अहिले नाच्ने बेला हुन्छ यहाँ भर्खर नास्ता सुरु भएको छ पूजा गरेर त्यहाँ यो बिचमा पूजा गरेर नाच्ने हो अहिले भर्खर भाषण चलिरहेको छोरीले ड्रेस लगाएको हेलो आन्टीहरूले ड्रेस लगाउनु भयो मैले चाहिँ लगाएन हामी बुढाबुढीले चाहिँ लगाएन नाचेपछि देखाउँछु है त कस्तो नाच्छन् के कस्तो देखाउँछु है त हेर्नु देखेन कानमा र मालाहरू माला हाम्रो चाहिँ भूमि नाच सुरु हुन थाल्यो ठुलो ठुलो मान्छेहरू नाचिरहेछ र माननीय मन्त्रीज्यूले वचनबद्धता पनि व्यक्त गर्नुभएको छ र यस कुरालाई भूमि पर्वलाई हामीले सूचीकरणको निमित्त संस्कृति महाशाखाबाट गरिने पहल आजको यस कार्यक्रम यो रोस्टमबाट राख्नु भएको छ सबै जोडिन सक्नुहुन्छ छोरीको कपाल काट्दिएको हामी हाम्रो विधिवत कार्यक्रमहरूलाई त्यस पश्चात जोड्दै नै जानेछौँ आदरणीय दर्शक महानुभावहरू जहिले भने हामीले बाली नाली राम्रो होस् सबै निरोगी होस् प्राकृतिक प्रकोप नबढोस् श्रमजीवी किसानले आफ्नो घाँस हिँडाउनु नपरोस् सद्भाव कायम होस् भन्ने एउटा कामनासहित मनाइने पर्व हो भूमि पर्व यो जमिनको मात्रै पूजा होइन यो समग्र एउटा प्रकृतिको पूजा हो सो हेलो सेम ब्लग अनदर्स डे हामी चाहिँ फेरि अर्को दिन यो अर्को दिन फेरि जान थालेको अस्तिकोमा चाहिँ पुरा भएन किनभने पहिलो दिन भाषण मात्र भयो थियो नाच भएन अनि त्यही भएर कम्प्लिट हुन सकेन फेरि आज गएर कम्प्लिट गर्न लागेको सो म चाहिँ अब हामी चाहिँ बाइकमा जानु लाग्यो उतै गएर देखाउँछु है त ल है त हाम्रो यो समाजको नाच यही हो ल है त गाइज हाम्रो चाहिँ चर्च खाने बेला भयो चर्च मान्छेले खाइरहन् मम्मी चर्च चर्च आन्टी चर्च चर्च हो क्या हाम्रो चाहिँ नास्ता खाने बेला भयो
फवाङ्गी समाजले नास्ता खुवाइरहेछन् हामीलाई। ल यो त साथीहरू हामी चाहिँ खाजा खाएर सकियो। मम्मीहरू चाहिँ खाँदै हुनुहुन्छ, मम्मी र आन्टीले। हामी चाहिँ खाएर सकियो। अब चाहिँ नाचिरहन्छ एक ग्रुप। अब चाहिँ बाई बाई। हेलो भाइ। ल मोबाइलहरु हाल्यौ नि। ल आजको लागि चाहिँ यति नै। भूमि सक्यो। भूमि चाहिँ आजको दिनदेखि चाहिँ सकियो। हामी छौँ धरहराको अगाडि सिधै मेरो बुढा र बच्चा सहित। लास्ट डान्स हुँदैछ, खन्जना डान्स। तर हामी हेर्दैनौँ, पानी पर्न थाल्यो। मौसम यस्तो छ है, घरमा कपडाहरू सुकाख। सो आजको लागि यति नै। बाई बाई। बाई बाई सानो भाइ।